Hello, Kuzuzangpo everybody. Welcome back to Arun's mini vlog. I hope you guys are doing great. So यो भिडियो चाहिँ मैले अस्ति सन्डे नै बनाएको थियो, but then due to some issues I'm uploading this video today only. I hope you guys will enjoy watching it. अनि हामी बजार गइरहेको बाटोमा चाहिँ एउटा भाइले लटरी बेचिरहेको रहेछ नि त. सो आज चाहिँ म पनि मेरो लक ट्राई गर्छु भनेर एउटा लटरी काटेको थियो, बट देन लागेन रहेछ नि त. सो हामी चाहिँ सर स्ट्रेट गयो. हामी चाहिँ बजारतिरै. कति सुन्दर चिया बगान छ रहेछ, तपाईहरुले पनि देख्न सक्नुहुन्छ. र सो फाइनली गाइस वी आर अबाउट टु एन्टर मार्केट. सो उता बजार चाहिँ कस्तो छ म तपाईहरुलाई देखाउने वाला छु. सो त्यसैले गर्दाखेरि भिडियो चाहिँ एस्केप नगरिकन हेर्दिनु होला. आज पनि हामी अर्ली आइपुगेछ किनकि यहाँनिर भाइयाहरूले स्टल ओपन गरिसकेकै थिएन रहेछ नि त. त्यसले गर्दा हामी चाहिँ सिधै गयो. बट देन यतातिर हाम्रो काम पनि थिएन, किन्ने पनि केही थिएन नि त. त्यसले गर्दा हामी चाहिँ सिधै गयो उतापट्टि. सिधै कतापट्टि गयो भन्दाखेरि चाहिँ नि एउटा चिनाजाना भाइया थियो नि त. उसले चाहिँ सब्जी डिल गर्छ. सो उसकोमा गयो. अन्त म चाहिँ सब्जी रोज्न थालेँ त. सब्जी रोज्दै गर्दै थियो. भाइयाले भन्नु थाल्यो एक कप चिया खाइदिनु भनेर. चिया दियो नि त. त्यसले गर्दा चिया खायो. उसँग एकछिन गफसफ गर्यो ओरे. अन्त त्यसपछि चाहिँ फेरि म स्ट्रेट उता गएँ नि त. जान्दै थियो बाटोमा सानो कन्तुरहरू देखेँ नि त. कति क्युट रहेछ हेर न. सो फाइनली यता पुगेँ सब्जी मार्केटमा. यहाँनिर चाहिँ ग्रिन भेजिटेबल्सहरू बेसी पाउँदो रहेछ नि त. त्यसले गर्दाखेरि यहाँबाट ग्रिन भेजिटेबल्सहरू किन्यो. र त्यसपछि चाहिँ चटपटी भैयाकोमा गएर चटपटी बनाइ माग्यो नि त. किनकि चटपटी चाहिँ वान अफ माई फेभरेट हो नि त. त्यसैले गर्दा इन्डिया आएपछि चटपटी चाहिँ खानै पर्छ भनेर चाहिँ चटपटी अर्डर गरेँ. अलिक पिरो बनाइदिए भैया भनेर चाहिँ भनेको थियो. ठिक्कै भैयाले पनि भने जस्तै बनाइदिएछ है त. सो फाइनली चटपटी इज अल्सो रेडी. सो यो चटपटी खाँदै म चाहिँ कहाँ गयो भन्दा पानीपुरी भाइयामा गएँ फेरि उता. किनकि पानीपुरी चाहिँ एकदम मनपर्छ नि त मलाई. एन्ड वान थिङ इज इन्डिया आएर पानीपुरी नखानु भनेको चाहिँ ट्विन टावर पुगेर फोटै नखिचेको जस्तो लाग्छ नि त मलाई त. त्यसले गर्दा पानीपुरी खायो. एन्ड देन अर्को कुरा चाहिँ के हो भन्दाखेरि यो जुलाबी मिस्टी भन्ने कुरो पनि त मलाई एकदम मेरो फेभरेट हो नि त. त्यसैले गर्दाखेरि जुलाबी र मिस्टी प्याक गरेर. जुलाबी मिस्टी भन्दाखेरि मलाई मिस्टी चाहिँ फेरि यो ब्राउन होइन यो वाइट चाहिँ मनपर्छ नि त. प्याक गर्यो. अनि त्यसपछि हाम्रो लन्च चाहिँ आज यो है गाइस ताइपो ठुल्ठुलो रहेछ. त्यसले गर्दा एउटा खाँदै अलमोस्ट डन जस्तै हो रहेछ. सो फाइनली हामी चाहिँ निस्क्यो है त गाइस यसरी बोकेर हाम्रो सब्जी. थ्याङ्क यू सो मच फर वाचिङ. अनि मलाई धेरै आशा छ हजुरहरूले मेरो फेसबुक र टिकटकमा फलो गरिदिनु हुनेछ भनेर. एन्ड देन अल्सो सब्सक्राइब टु माई युट्युब च्यानल. एन्ड टु सब्सक्राइब माई युट्युब देयर इज अ लिङ्क इन माई टिकटक एन्ड फेसबुक बायो.